धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यहाँ उपस्थित सम्पूर्ण मान्यजनहरू, म शुभम बन्जारीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको युवा नै भोलिको भविष्य हो। यो केवल भनाइ मात्र होइन, यो यथार्थ पनि हो। र यही यथार्थको धरातलमा रहेर म आज युवा र जिम्मेवारी भन्ने विषयमा आफ्ना भनाइहरू राख्न चाहन्छु। युवा भनेको उमेरको एउटा चरण मात्र होइन, यो सपना, सम्भावना र परिवर्तनको प्रतीक हो। जब युवा जाग्छ तब समाज अगाडि बढ्छ, जब युवा सचेत हुन्छ तब देश विकास हुन्छ। इतिहासले देखाएको छ, जहाँ जहाँ ठुलो परिवर्तन भएको छ त्यसको नेतृत्व युवाहरूले नै गरेका छन्। चाहे त्यो राजनीतिक परिवर्तन होस्, चाहे त्यो आर्थिक विकास होस्, चाहे त्यो सामाजिक परिवर्तन। उदाहरणको रूपमा हेर्ने हो भने यही भारत 23 र 24 गतेको आन्दोलनले हेर्न सक्छौँ। जो राजनीतिक आन्दोलन थियो त्यसको नेतृत्व पनि युवाहरूले नै गरिरहेका थिए। तर युवा हुनु मात्र पर्याप्त हुँदैन, युवा सँगसँगै हामीहरू जिम्मेवार पनि हुनु आवश्यक छ। के प्रश्न उठ्छ, हामीहरू जिम्मेवार छौँ? मलाई लाग्छ हामीहरू जिम्मेवार छैनौँ। हामीहरूले आफ्नो जिम्मेवारी बिर्सिँदै गएका छौँ। हामीहरूले आफ्नो जिम्मेवारी पुरा गरेर राष्ट्र निर्माणमा सहयोग गर्नुपर्छ। हामीहरू अहिले जीवनको यस्तो मोडमा छौँ जो हामीले लिने हरेक निर्णयले हाम्रो भविष्य मात्र होइन, हामीले कस्तो समाज निर्माण गर्ने भन्ने कुरा निर्धारित गर्दछ। हामीले लिने हरेक निर्णयले हाम्रो समाजको लक्ष्य निर्धारण गर्दछ। हामी सक्षम छौँ, हामीहरूसँग सपना छन् र हामीहरूसँग क्षमता पनि छ, तर हामीहरू कहिलेकाहीँ हाम्रो बाटो पनि बिराउँछौँ। हामीहरू सामाजिक सञ्जालको अत्याधिक प्रयोग र प्रविधिको अत्याधिक प्रयोगले आफ्नो जिम्मेवारीको बाटोबाट विचलित भइरहेका छौँ। त्यस्तो हुनु कदापि होइन। हामीहरू आफ्नो जिम्मेवारीबाट कहिले पनि विचलित हुनु हुँदैन। युवाको प्रमुख जिम्मेवारीमा पर्छ शिक्षा र व्यक्तित्व विकास। अहिलेको प्रतिस्पर्धात्मक समाजमा शिक्षा अत्यन्तै महत्त्वपूर्ण छ। हामीहरूको बुझाइमा के छ, शिक्षा भनेको एउटा परीक्षा पास गर्ने माध्यम मात्र हो, तर त्यसो होइन। शिक्षा भनेको सही र गलत छुट्याउने एउटा माध्यम हो जसले हाम्रो व्यक्तित्व विकासमा पनि धेरै महत्त्वपूर्ण योगदान राख्दछ। जब एउटा व्यक्ति शिक्षित र उसको व्यक्तित्व विकास हुन्छ तब उसले सही समाज निर्माणमा योगदान पुर्याउन सक्छ। दोस्रो जिम्मेवारी रहेको सामाजिक जिम्मेवारी। हामी समाजमा बस्ने नागरिक हौँ र समाजमा अनेक प्रकारका समस्याहरू रहेका छन्, जस्तै भेदभाव, छुवाछुत, असमानता, गरिबी। र ती समस्याहरूको समाधानको निम्ति सधैँ युवाहरू नै अग्रपन्थीमा उभिनुपर्छ। युवाहरू केवल आलोचक मात्र होइन, समाधानकर्ता पनि हुनुपर्दछ, जसले असल समाज निर्माणमा योगदान पुर्याइरहेका हुन्छन्। तेस्रो जिम्मेवारी रहेको छ राष्ट्रिय जिम्मेवारी। हामी राष्ट्रमा बस्ने नागरिक भइसकेपछि यो देशको विकास गर्ने केवल जिम्मेवारी सरकारको मात्र होइन, यहाँ बस्ने प्रत्येक नागरिक, अझ भनौँ न यहाँ बस्ने प्रत्येक युवाले यसको जिम्मेवारी लिनुपर्छ। जब एक युवाले आफ्नो जिम्मेवारी वहन गर्छ तब देशको सरकारले पनि सहयोग पुग्छ, जसको लागि हामीहरूले देश विकास गर्न सक्यौँ। चौथो जिम्मेवारी रहेको छ नैतिक र चारित्रिक जिम्मेवारी। हामीहरूले वर्तमान समयमा हामीहरूले आफ्नो नैतिकता बिर्सिँदै गइरहेका छौँ। हामीहरूको नैतिकता के हो र हामीहरूको चरित्र के हो भन्ने कुरा हामीहरूको व्यवहार र बोली व्यवहारले प्रदर्शन गर्दछ। एउटा असल चरित्र भएको मानिसले नै एउटा असल समाज निर्माण गर्न सक्दछ। साथीहरू, आजको समाजमा एउटा युवाले विभिन्न प्रकारका समस्याहरू भोगिरहेको छ। बेरोजगारी, वैदेशिक पलायन, लक्ष्यहीनता जस्ता समस्याहरू भोगिरहेको छ। तर ती एउटा जिम्मेवार युवाले आफ्ना ती समस्याहरूलाई चुनौतीको रूपमा नभएर अवसरको रूपमा लिनुपर्दछ। सङ्घर्ष नै सफलताको आधार हो। म अन्त्यमा के भन्न चाहन्छु भने, युवा भनेको वर्तमान परिवर्तनको सम्वाहक हुन्, समाजका आशा हुन् र भविष्यका निर्माता हुन्। युवा हुनु अवसर हो, युवा हुनु शक्ति हो, तर जिम्मेवार युवा हुनु गौरव हो। धन्यवाद।